दिपेन भाइ महादेन दिपेन आउँदैछ मर्निङ महादेन दिपेन भाइ ठिकठाक छ के छ ठिकै छ दारीवाल आज हाम्रो कहाँ आएको आज डेस्टिनेसन वङपिङ ट्राल स्पेसल बटाइकल देखाउँदैछु अर्को चाहिँ के हो यो चाहिँ अब यो साढे गोरुको स्पेसल क्याफेको स्पेसल ब्रेड नाइस दामी हो कफी ब्रेड कस्तो छ भाइ ब्रेड यसको एकदम राम्रो टेस्ट छ यो एकदम राम्रो ओह अर्को टेस्ट छ हेर्नु यसमा Nice. नुन है अहिले हामी वङपिङ रेस्क्यु ट्रायलतिर जाँदैछौँ अहिले यस्तो छ यो त्यो लान्ताउ नर्थ कन्ट्री पार्क हो अनि यसलाई चाहिँ हामी चाहिँ यहाँबाट गएर पुग्ने हो ततुङछु वङपिङबाट अनि हामी यो ठाउँ पनि पुग्छौँ अहिले वङपिङ रेस्क्यु ट्रायल भन्छ यसलाई यो चाहिँ स्पेसल हाम्रो नवीन दाईको चाहिँ अब एकदम यो चाहिँ अब एभ्री सन्डे हाइकिङ दाई त्यही भएर पनि अलिक हेल्दी दह्रो हङकङको एकमात्र गुरुजी फेरि ताइगन्टुको कति 2 डाउन हो कि दाई कति हो जुरे बक्सर जुडोको उहाँ चाहिँ गुरु हुनुहुन्छ अनि यो फेरि हाइकिङको पनि अब गुरु जस्तै नै हो फेरि यो दाई एकदम अब उमेर भन्नु इनर्जी हेऱ्यो भने चाहिँ दाईको फेरि 25-30 वर्षको जस्तो क्या त्यो टाइपको अब हुन त अब यासा गुम्बा त पहिला माथि बस्दा खाएरै आएको होला यो दाइले पक्कै पनि हिमाली भेगमा कि गाई गोरुकै मात्रै मासुले त होइन यहाँ यो कस्तो छ मेरो बनावट होइन यो बनावट त अब त कडै छ त्यो चाहिँ अब हाम्रो दाजुभाइको स्पेसली आज कहाँको हो दाइ हाम्रो हाइकिङ हामी नर्थ लान्ताउ नर्थ कन्ट्री पार्क माथि हामी चाहिँ बिग बुद्ध वङपिङ रेस्क्यु ट्रायल भन्छ यसलाई त्यस्तो छ कति किलोमिटरको हाम्रो छ आजको 15 किलोमिटर 15 किलोमिटर हुन्छ हाम्रो के हाम्रो कुदेरै जान्छ कि दाइ यही नै हो उकालोमा चाहिँ यो ऊ स्टारमा जाने हो त्यसलाई चाहिँ के भन्छ उसलाई वाक भन्छ वाकिङ सिस्टमबाट त्यो खास विशेषता नै यही हो यङ हुनुको कारण बुढो नदेखिनुको कारण बुढो त किन देखिनु पऱ्यो र अब वृद्ध भत्ता 75 वर्षमा जाँदैछ होइन त्यो त भनेको राम्रो त्यो त त्यस्तो हुँदैन त्यो जयमाटोले मिलाइसकेको छ त्यसको लागि तपाईँ पिट नलिनु तपाईँले भेट्नुहुन्छ अब भेट्नु पनि कति छ र अब 1 वर्ष 2 वर्ष त होला तपाईँले त्यो भेट्नलाई लाग्छ नि हौ भाइ अहिले थुप्रो छ भर्खर त 32 वर्ष भयो भनेपछि कति अनि यसो हेर्दा त दाइ अब त्यो भर्खर त्यो मरिच फलेर त खिचिक्क खुम्चेको हुन्छ नि त्यो स्थिति पुगिसके जस्तो देखिन्छ तर तपाईँको इनर्जी चाहिँ अब 30-35 को टाइपको छ क्या त्यो आँखाको हेरे होला कसरी मरिच खुम्चे जस्तो हुन्छ आँखा त्यस्तो होला हौ भाइ आँखै त नभनिहालौँ अब अलिकति कसरी त्यो हुन्छ आँखामा ऊ अलिक अपरेसन गर्नुपर्छ तिलगङ्गातिर भाइलाई रिफर गर्नुपर्छ क्या जस्तो तपाईँको चाम्चे छ चाम्चे भएकै मान्छे हो
ठिक छ नि त होइन केही छ गाईको चाहिँ यहाँ आरोहण हुँदैछ ल हाम्रो नवीर सहरको चाहिँ यो स्पेसल दिगबुताको हाइकिङ हो अलिक त्यो जुम गर्दै यो गर्नु है अलिक त्यहाँ दुईवटा हातले खेलाउनु न मजाले कहाँ दुईवटा मोबाइल त होइन हौ उसले जाँदै गरेको पनि होइन मङपिङ रेस्क्यु ट्रायल ल यस्तो छ ओ दिपेन भाइ यस कतना फिरे हौ चन्ना फेरि हो आम्फै आम्फोइ पेरेम भाउ हौ चुम्बे चन्ना फेरि हो खास कता हो बाटो कता हिँडेको थाहा छैन जङ्गल लापत्ता छ हौ जिन्दगी प्लेन पनि उड्दैछ भाइ ओइ के हो कतै ठाउँ पार गरेर त्यस्तै गर्दा यस्तो सिलिपरी फुल हो आज राइनिङ वेदर फगी वेदर एयरपोर्ट पनि क्लियर देखिएको छैन आज मङपिङ रेस्क्यु ट्रायलको बाटो चढाइ गर्नु आएको खास आज यो हङकङ अन्तर्राष्ट्रिय वायु सेवामा चाहिँ टर्मिनल 1 2 3 पनि ल्यान्डिङ र उसको लागि प्रयोगमा आइसकेको रहेछ खालि त्यो टर्मिनल मात्रै नखुलेको रहेछ तर आज वेदरको कारणले त्यो हेर्नु नपाइने भयो भन्ने बुझिन्छ हजुर तर आज हाइकिङ मजा भयो आजको हाइकिङ कस्तो हुँदैछ त भाइ ओ दिपेन भाइ आजको हाइकिङ एकदम कस्तो दामी भएको छ दाइ दामी यस दाइले आज नयाँ ठाउँ ल्याउनु भएको छ त्यसको लागि दाइलाई एकदम धेरै धेरै धन्यवाद छ हामी एभ्री विक एभ्री होलिडेमा चाहिँ हामी यसरी हामी आउने नै छौँ नयाँ नयाँ ठाउँ एक्सप्लोरिङ गर्छौँ यो हाइकको लागि यस हनुमानको आधी उधी चाहिँ घुमिसक्यो अझै छ बाँकी धेरै छ अब यहाँ के छ भन्ने कुरा चाहिँ भाइ यो चिप्लो छ होइन आज पानी परेर त्यो चिप्लोमा जोगिएर हिँड्नुपर्छ भाइ नत्र ढाँड सर्किन्छ भाइ ए उमेर हामी ए दुई भाइ जम्मा दुइटा चाहिँ नलड्छ भाइ लड्नु र मर्नुमा डरायो भने केही गर्न सकिँदैन है लड्नु र मर्नु त भन्दा पनि भाइ यहाँ के छ भने मर्छु भन्दा पनि मरिँदैन क्या समय टक्क हुन्छ के छ अब
यस्तो काठले बनेको भर्याङ, त्यो पनि यो नचिप्लिने र चिप्लिने छ अल्टरनेटिभ। हामी भन्दा कङ्क्रिट सस्तो हुँदैन त्यो त। नचिप्लिनेमा यहाँ हाल्यो भने चिप्लिँदैन, यहाँ हाल्ने चिप्लिन्छ। केला ममन थाई एस एम भाइ कताबाट आएको? म चाहिँ ताप्लेजुङबाट हो त। कता जाने? यो ताप्लेजुङको कोसेली लिएर आएको छु। के हो? दाइलाई हामी यो बाटो जाँदैछौँ, नाइलिङ यता बाटो त कताबाट जाने? यताबाट जाने हो। हामी ngongping ट्रायल रेस्क्यु ट्रायलबाट यता हामी लेफ्ट साइडतिर जाँदैछौँ। त्यो दामी छ नयाँ यो भ्यू पोइन्ट हो। यो तल एयरपोर्ट आयो तर वेदर क्लियर छैन आज। नाइस, गयो ल भाइ। यहाँबाट यता जाने, हामी तुङचुङतिर जाँदैछौँ। आज वेदर पनि गुड वेदर।